पीएनबी बैंकमा खाता खोल्नुको मेरो मेन मकसद के थियो भनेपछि तपाईलाई चाहिँ हामीले यसमाबाट पीएनबी बैंकबाट हामीले मोबाइल आफ्नै नेट ब्याङ्किङबाट चाहिँ नेपाल पैसा पठाउन सकिन्छ, अरु कसैलाईको नागरिकता नाममा पनि पठाउन सकिन्छ भने आफ्नै बैंक एकाउन्टमा पनि हामीले पैसा ट्रान्सफर गर्न सक्ने रहेछौँ। त्यही भएको हिसाबले गर्दाखेरि मैले पीएनबी बैंकमा खाता ओपन गरेको छु। हेलो एभ्रीवन, एउटा नयाँ भिडियोमा स्वागत छ। आज पनि म तपाईलाई एउटा अनबक्सिङ भिडियो लिएर आइसकेको छु, जसमा चाहिँ रहेको छ मैले पीएनबी बैंकमा खाता ओपन गरेको थिएँ सेभिङ एकाउन्ट 10 देखि 15 दिनको भित्रमा चाहिँ मलाई 3 वटा चाहिँ यहाँ कार्डहरू मिलेका छन्। एउटा चाहिँ चेकबुक रहेको छ भने अर्को 2 वटा चाहिँ एटीएम कार्ड रहेका छन्। म एकदमै अचम्म परेको छु। अहिलेसम्म मेरो 1-2 वटा एकाउन्ट पहिला पनि ओपन गर्दाखेरि एउटा मात्र एटीएम कार्ड मिलेको थियो भने अहिले चाहिँ 2-2 वटा अलग-अलग कम्पनीका 2 वटा कार्ड मिलेका छन्। हुन त पीएनबी बैंककै हो र म तपाईलाई आजको यस भिडियोमा बताउने छु कि यिनले अनबक्सिङ पनि गर्ने छु र यसमा चाहिँ खाता कसरी खोल्ने, यसमा चाहिँ खाता खोल्नुको मेन मकसद मेरो के थियो त सबै कुराहरू म तपाईलाई बताउने छु। भिडियो एन्डसम्म हेर्नु होला। भिडियोमा एकदमै जानकारीमूलक भिडियो रहेको छ यो। तपाईले पनि पीएनबी बैंकमा खाता खोल्न चाहनुहुन्छ भनेपछि के कागजातहरू लाग्छन् त भन्ने कुराहरू म तपाईलाई यस भिडियोमा पुरा जानकारी दिनेछु। भिडियो ढिलै नगरी सुरु गर्नेछौँ र तपाईको टाइम वेस्ट नगरी सुरु गर्नेछौँ। पीएनबी बैंकका यी 3 वटा कार्डहरू मसँग उपलब्ध छन्। हुन त 4 वटा हुनाले 3 वटै हुन्थे, एउटा पासबुक, एउटा चेकबुक र एउटा एटीएम कार्ड हुन्थ्यो भने मसँग 2 वटा एटीएम कार्ड र एउटा चेकबुक छ। तपाईले पासबुक ल्याउनको लागि चाहिँ ब्रान्चमै जानुपर्छ। म तपाईलाई यिनले अनबक्सिङ गरेर देखाउने छु र के छन् त यिनीभित्र र म तपाईलाई कुराकानी गर्नेछु। मैले पीएनबी बैंकमा खाता खोल्नुको मेन मकसद के थियो, मैले किन खोलेको छु र के कागजातहरू लाग्छन् त र कस्तो फर्मालिटीहरू पुरा गर्नुपर्छ म सबै यस भिडियोमा बताउने छु। भिडियो एन्डसम्म हेर्नु होला। हुन्छ, मसँग 3 वटा आइटमहरू यहाँ छन्, तपाईले देख्न सक्नुहुन्छ। यो 3 वटा 2 वटा एटीएम कार्डहरू के कारणले आए यहाँ तपाईले म देखाउन छु। एउटा चाहिँ मास्टर कार्ड रहेको छ, तपाईले देख्न सक्नुहुन्छ। मास्टर कार्ड रहेको छ भने अर्को चाहिँ रुपे कार्डको डेबिट कार्ड रहेको छ, यहाँ तपाईले देख्न सक्नुहुन्छ। रुपे कार्डको डेबिट कार्ड रहेको छ र अलग-अलग छन् यसका कार्डहरू पनि अलग छन्। एउटा चाहिँ ब्ल्याक छ भनेपछि एउटा चाहिँ यस्तो मिक्स कलरको छ र यो चाहिँ रहेको छ, यो चाहिँ एउटा चेकबुक हो। चेकबुक चाहिँ तपाईले लगभग 20 वटा पेज छन् यसमा चाहिँ। तपाईको यस्तो प्रकारको चेकबुक छ, तपाईले देख्न सक्नुहुन्छ। यहाँको यस्तो प्रकारको चेकबुक छ, यसमा चाहिँ 20-22 वटा पेजहरू छन्, तपाईले देख्न सक्नुहुन्छ। यहाँ यस्तो प्रकारको छ, यहाँ तपाईले देख्न सक्नुहुन्छ। यस्तो प्रकारले चाहिँ हाम्रो एकाउन्ट नम्बरहरू, आईएफसी कोडहरू, ब्रान्चहरू लेखिएको हुन्छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ। यस्तो प्रकारको चाहिँ यो छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ। यस्तो प्रकारको चाहिँ चेकबुक रहेको छ भने यो चाहिँ रहेको छ, यो एटीएम कार्ड रहेको छ। मैले चाहिँ पहिले ओपन गरेर हेरिसकेको छु। यसको चाहिँ हालत खराब थियो, प्याकेजिङ यति खराब थियो कि तपाईले देख्न सक्नुहुन्छ। पुरै यसको खतम भएको छ प्याकेजिङ। यो प्याकेजिङ भित्र के छन् त हामीले केहरू मिल्छन् त यहाँ तपाईले देख्न सक्नुहुन्छ। यस्ता छन् प्याकेजिङ भित्र, यहाँ तपाईले देख्न सक्नुहुन्छ। यसमा चाहिँ केही छैन, खाली नै छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ एउटा चाहिँ यसको कार्ड रहेको छ, युजर मेनु रहेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ कसरी हामीले एटीएम कार्ड युज गर्ने भन्ने कुराहरू देखाइएको छ यसमा, तपाईले देख्न सक्नुहुन्छ। भिडियो पोज गरेर तपाईले पढ्न सक्नुहुन्छ। यो चाहिँ रहेको त यो चाहिँ एउटा के रहेको छ भने एउटा केस रहेको छ। हामीले एटीएम कार्ड यसमा राख्नको लागि केस मिलेको छ। केस एकदमै ठिकठाक छ, त्यति राम्रो क्वालिटी पनि छैन, ठिकठाकै छ। तपाईले देख्न सक्नुहुन्छ पुरा प्रिन्ट गरेर चाहिँ पीएनबी को लोगो छ। अनि त्यसपछि यो रुम कार्ड अनि ब्याङ्क यताउति लेखिएको छ। यहाँ त मेन चाहिँ यसमा रहेको छ, तपाईले देख्न सक्नुहुन्छ। यसमा रहेको छ हाम्रो कार्ड, तपाईले देख्न सक्नुहुन्छ। यहाँ यस्तो प्रकारले चाहिँ यसमा कार्डहरू हालिएको हुन्छ। यस्तो प्रकारको यो कार्डको रहेको छ, यहाँ तपाईले देख्न सक्नुहुन्छ। अनि यो रहेको छ हाम्रो पास कार्ड, तपाईले देख्न सक्नुहुन्छ। कार्ड पनि त्यति राम्रो गुड क्वालिटी छैन, ठिकै कार्ड छ। तर पनि हामीलाई चाहिँ यहाँ चाहिँ मेरो नाम प्रिन्ट भएको छ। कुनै जब तपाईले ब्रान्चबाट एटीएम कार्ड अनि तपाईले ब्रान्चबाट किट मिल्छ भने त्यस्तो नाम लेखेको हुँदैन। यो चाहिँ रुपे कार्ड हो। यो रुपे कार्ड म यसैले खुसी छु कि किनभने नेपालमा पनि चल्छ यो रुपे कार्ड। नेपालमा चाहिँ पैसा निकाल्नको लागि एकदमै इजी रहन्छ। कुनै पनि एटीएमबाट त हामीले चाहिँ निकाल्न सक्छौँ यसमा। यसको चाहिँ अगाडिपट्टि हेर्दाखेरि यस्तो प्रकारको छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ। यस्तो प्रकारका यसको कार्डहरू छन्, नम्बरहरू अनि एक्सपायरी डेटहरू छन्, तपाईले देख्न सक्नुहुन्छ। यहाँ एक्सपायरी डेटहरू अनि नम्बरहरू तपाईले देख्न सक्नुहुन्छ। अनि यस्तो प्रकारका योहरू छन्, तपाईले देख्न सक्नुहुन्छ। यस्ता प्रकारले चाहिँ यसमा छ। यो त रह्यो पहिलो कार्ड। अनि यसमा चाहिँ तपाईले के पाउनुहुन्छ भनेपछि यति तपाईले
यदि तपाईले यो पिएनबी बैंकमा चाहिँ तपाईले राम्रोसँग पैसा राख्नुहुन्छ, म्याक्सिमम पैसा राख्नुहुन्छ 10-20 हजार भनेपछि तपाईलाई यसमा ब्याज पनि मिल्न सक्छ कि यस्तो प्रकारले हामीले चाहिँ यसमा कार्ड राख्न पाउँछौँ। देख्न सक्नुहुन्छ यस्तो रह्यो। यसमा चाहिँ तपाईको मिनिमम पनि तपाईको यसको कार्डको हिसाबले हेर्ने हो भने चाहिँ तपाईले यहाँ लेखिएको हुन्छ, यसमा एटिएम माइजो लेखिएको हुन्छ। तपाईले कुनै पनि एक्सिडेन्ट मा तपाईको केही क्षतिग्रस्त भयो भनेपछि तपाईले यसमा चाहिँ इन्स्योरेन्स पाउनुहुन्छ। 2 लाखसम्म इन्स्योरेन्स छ, तपाईले देख्न सक्नुहुन्छ। यसमा चाहिँ लेखिएको छैन, तर यसमा चाहिँ लेखिएको छैन, तपाईले देख्न सक्नुहुन्छ। यसमा चाहिँ कुनै पर्सनलको कार्डले गर्दाखेरि मैले त्यो गरेको छु, यसमा लेखिएको छैन। तर चाहिँ हामीलाई यसमा भनिन्छ कि तपाईले यो एटिएम कार्ड ल्याउँदाखेरि तपाईले एचडीएफसी बैंकमा चाहिँ 1 लाख रुपैयाँसम्म भने तपाईले इन्स्योरेन्स छ भने चाहिँ यसमा चाहिँ तपाईले 1 लाख भन्दा पनि बेसिक तपाईले पैसा राख्नुहुन्छ यसमा भने चाहिँ यसमा चाहिँ 30 देखि 35 लाख रुपैयाँ इन्स्योरेन्स हुन्छ। यसमा मैले चाहिँ म्याक्सिमम पैसा राख्ने कोसिस गरेको छु, धेरै भन्दा धेरै 1 लाख प्लस राख्ने कोसिस गरेको छु, किनभने भोलि बिहानको कुरो कुनै पनि थाहा छैन। त्यही भएको हिसाबले गर्दाखेरि अर्को बेनिफिटको लागि म तपाईलाई बताउने छु कि मैले के कारणले गर्दाखेरि यसमा मैले खाता खोलेको त भन्ने त्यो पनि बताउने छु। अर्को म यो त रह्यो, म चाहिँ अर्को एटिएम कार्डलाई ओपन गर्न गइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ यसको चाहिँ प्रिमियम एकदमै राम्रो प्याकेजिङ छ र यसको क्वालिटी, यसको ओपनर एकदमै राम्रो छ। मैले ओपन गरिसकेको छु मैले पहिल्यै, किनभने मसँग एकदमै पनि पेसेन्स छैन, एकदमैसँग मैले ओपन गरिहालेको छु। यहाँ तपाईले देख्न सक्नुहुन्छ। यसमा चाहिँ अर्को कुरो के रहेको छ भने यसमा चाहिँ तपाईको स्यालेरी एकाउन्ट अथवा तपाईले यसमा चाहिँ अरू किसिमले कुनै सेवा लिएर चाहिँ तपाईले यसमा पैसा जम्मा गर्नुहुन्छ भने पनि अझ झन् राम्रो बेनिफिट छ यसमा। यहाँ तपाईले देख्न सक्नुहुन्छ एकदमै राम्रो क्वालिटीको यसमा छ, देख्न सक्नुहुन्छ क्वालिटी एकदम राम्रो छ यसमा। यसमा चाहिँ 35-40 लाख रुपैयाँ 45-50 लाख रुपैयाँसम्मको इन्स्योरेन्स पनि रहेछ मैले कुरो बुझ्दाखेरि पिएनबी बैंकमा। पिएनबी एचडीएफसी बैंकमा भन्दा पिएनबी बैंकमा कुनै धेरै हुन त हामीले सेभिङ एकाउन्ट खोल्दाखेरि अलग अलग तरिकाको सेभिङ एकाउन्ट हुन्छ होला, त्यो भएको हिसाबले पनि हुनसक्छ। मैले चाहिँ यसमा चाहिँ पिएनबी बैंकमा खाता ओपन गर्दाखेरि एकदमै ठुलो रकम जम्मा गरेको थिएँ, त्यो भएको हिसाबले पनि मलाई हुनसक्छ कि राम्रो बेनिफिट मिलेको छ होला। यहाँ तपाईले देख्न सक्नुहुन्छ कुछ यस्तो प्रकारले चाहिँ ओपन छ। यहाँ तपाईले यसमा यस्तो प्रकारले चाहिँ छन्, यसमा चाहिँ कुनै पनि ऊ छैन, भित्र अहिले चाहिँ एकदमै खाली भइरहेको छ। यसलाई चाहिँ साइड गर्नेछौँ हामीले। यहाँ तपाईले देख्नुहुन्छ युजर म्यानुअल देखिएको छ, यसमा कार्ड पनि यसै भित्र रहेछ, तपाईले देख्न सक्नुहुन्छ। यहाँ यसमा पनि मेरो नाम लेखिएको छ, यहाँ तपाईले देख्न सक्नुहुन्छ। अनि डेबिट यो कार्डको मास्टर कार्डहरू तपाईले देख्न सक्नुहुन्छ। यहाँ माथि लेखेको छ वर्ल्ड डेबिट भनेको छ, दुनियाँमा कहीँ पनि गएर यो चाहिँ चल्ने। यसमा चाहिँ ब्ल्याक कार्ड एकदमै राम्रो कार्ड छ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ ब्ल्याक कार्ड छ अनि कुछ यस्तो प्रकारको कार्ड छ, तपाईले देख्न सक्नुहुन्छ। अनि हामीलाई चाहिँ एकदमै बेनिफिट हुन्छ यस कार्डको, तपाईले देख्न सक्नुहुन्छ। एउटा यो कार्ड भयो। अनि यसमा चाहिँ देख्न सक्नुहुन्छ कुछ युजर म्यानुअलहरू छन्, तपाईले आफ्नो गर्न सक्नुहुन्छ। यसमा पनि एउटा केस छ, एकदमै प्रिमियम क्वालिटीको केस छ। अर्को भन्दा पनि एकदमै राम्रो क्वालिटी छ, यसमा एकदमै राम्रो छ। कुछ यस्तो प्रकारले चाहिँ हामीले हाल्न सक्छौँ एटिएम कार्ड। यहाँ तपाईले देख्न सक्नुहुन्छ एकदमै राम्रो छ, यसको क्वालिटी एकदमै राम्रो छ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ कुछ कार्ड युजर म्यानुअलहरू रहेका छन्। यसमा चाहिँ विभिन्न प्रकारका कार्ड छन्। यहाँ तपाईले पिएनबी बैंकमा खाता खोल्नुको मेरो मेन मकसद के थियो भनेपछि तपाईलाई चाहिँ हामीले यसमाबाट पिएनबी बैंकबाट हामीले मोबाइल आफ्नै नेट ब्याङ्किङबाट चाहिँ नेपाल पैसा पठाउन सकिन्छ, अरू कसैलाईको नागरिकता नाममा पनि पठाउन सकिन्छ भने आफ्नै ब्याङ्क एकाउन्टमा पनि हामीले पैसा ट्रान्सफर गर्न सक्ने रहेछौँ। त्यही भएको हिसाबले गर्दाखेरि मैले पिएनबी बैंकमा खाता ओपन गरेको छु। यसलाई अझै पनि रिसर्च गर्दैछु मैले, यसमा पिएनबी बैंकबाट कसरी आफ्नो खातामा पैसा पठाउन सकिन्छ या कसैको नागरिकता नाममा कसरी पैसा पठाउन सकिन्छ भन्ने रिसर्च गर्दैछु। मैले रिसर्च गरेर म कम्प्लिट भएर पक्का फिक्स गरेर चाहिँ म तपाईलाई यसको कम्प्लिट भिडियो पनि बनाएर दिनेछु। यस च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनभने यस्तै भिडियो तपाईलाई मिल्नेछ। र आउँदो दिनमा चाहिँ पिएनबी बैंकबाट कसरी चाहिँ नेपाल पैसा पठाउन सकिन्छ त भन्ने भिडियो बनायो भने पनि तपाईलाई मिस हुने छैन। त्यही भएको हिसाबले गर्दाखेरि तपाईले च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईले यहाँसम्म आउनुभएको छ, भिडियो हेर्नुभयो, धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। म आगामी दिनमा पनि यस्तै भिडियो हेर्दै जानु होला र धेरै साथीहरूलाई सेयर गरिदिनु होला, किनभने भारतमा चाहिँ अहिले भारतबाट नेपाल पैसा
पैसा पठाउनको लागि एकदमै दिक्कत परेशानी भइरहेको छ। गुगल पेबाट पैसा पठाउने सबैको आशा थियो, सबैको भरोसा थियो र त गुगल पेमा पनि त्यस्तो भएन र यति बेलाको अवस्थामा चाहिँ मैले पिएनबी ब्याङ्कलाई समातेको छु। म पिएनबी ब्याङ्कमा गएर पनि म जानकारी लिउनेछु र यसबाट पनि म अनलाइन ब्याङ्किङबाट पनि ट्राई गर्नेछु, हुन्छ कि हुँदैन त्यसपछि म तपाईँलाई कम्प्लिट भिडियो बनाएर दिनेछु। आजको लागि भिडियो यहीसम्म। भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। आगामी दिनमा एउटा नयाँ भिडियो र नयाँ टपिकको साथ भेट्ने बाचा गर्दै छुट्टिन्छौँ। जय नेपाल।